नमस्कार, मेरो नाम झलक राणा। हामी आज कति नमस्ते, मेरो नाम शोभा राणा। मेरो नाम दिलीप कार्की। मेरो नाम चाहिँ दिपा राणा। नमस्ते, मेरो नाम हेलो, तपाईँको नाम चाहिँ? वैष्णव पोखरेल। मेरो नाम कृष्ण पोखरेल। नमस्कार, मेरो नाम गायत्री मल्ल। नमस्ते राणा। तपाईँको नाम चाहिँ बुझिएन। हिरा राणा। नमस्कार, मेरो नाम भरतशिला पुन। सर, मेरो साथी यसरी कहिले पनि रिसाउँदैन, के भयो? गाइज, उहाँ चाहिँ मेरो साथीहरूले मैले थाहा पाएँ, मेरो साथीले थाहा पाएन नि त। भन्नु न, सेवक शर्मा जान्नु भएको जस्तो हामी चाहिँ परिवारलाई, आफ्नो चाहिँ बोयफ्रेन्डलाई, गर्लफ्रेन्डलाई चाहिँ धेरै समय दिन्छौँ, तर साथीलाई चाहिँ समय दिनु चाहिँ कतिको महत्त्वपूर्ण कुरा रहेछ। धेरै साथी चाहिँ कतिको महत्त्व रहेछ। साथीको महत्त्व चाहिन्छ, जति घर फ्यामिली चाहिन्छ उति साथी पनि चाहिन्छ। राम्रो साथी रहेछ बेसी चाहिन्छ, नराम्रो साथी रहेछ बेसी चाहिँदैन। त्यो साथी आजको भ्रमण चाहिँ कस्तो रह्यो? आजको भ्रमण त धेरै राम्रो थियो, तर आफूसँग साथी थिएन, त्यही भएर नराम्रो लागेको थियो। कुरा पनि मिलेन कसैसँग होइन। अब ठुलो मान्छे, अब उसको बहिनीको साथी थिए, अनि दिदीहरूको दिदीको साथी, तर मेरो साथी पनि कोही थिएनन्। अनि फेरि गाडी पनि धेरै नराम्रो थियो, गाडी धेरै पुरानो थियो, अनि दिमाग खराब पनि आउँछ, अनि बुमेन्ट गर्ने यस्तो पनि भएको छ, त्यही भएर बुमेन्ट पनि धेरै आइरहेको थियो, अनि टाउको पनि धेरै दुख्याउँछ, अनि नराम्रो लागेको थियो आज मलाई। तर मन्दिर जानु पाइयो, अनि शेरबुदार जानु पायो, त्यही खुसी लाग्यो। जीवनमा घुम्न चाहिँ कतिको आवश्यक रहेछ? घुम्नु धेरै आवश्यक छ। सकेमा पैसा भेज धेरै आवश्यक छ, पैसा भेजको त्यो छैन। घुमे धेरै नयाँ नयाँ ठाउँ देखिन्छ होइन, नयाँ साथी भेटिन्छन्, अनि उता त्यो देखेपछि मन आउँछ नि अलिकति। हामी चाहिँ 2074 सालको बिआइजी 8 वर्षपछि भेट भयो। एकदम चाहिँ त्यो खुसी लाग्यो, किनकि हामीले त्यो सम्बन्ध, त्यो साथीको नाता अझै पनि चाहिँ मैले चाहिँ है म देखाउँछु नि है, सबैले बुझे। थोरै हो भने चाहिँ हामी आज चाहिँ भ्रमण छोटो दूरीमा चाहिँ भ्रमण गएका थियौँ। अझै पनि देश विदेशबाट चाहिँ हेरिरहेका चाहिँ साथीभाइ चाहिँ रुकुम घुम्न आउनुहोस्। मलाई चाहिँ एकदमै धेरै खुसी लागेको कुरा के हो भनेपछि म जिग्रे साइकुमारी मन्दिर चाहिँ कहिले नि गएको थिएन। श्याम राजा श्याम शेरबुदा पनि गएको थिएन, झन् बोटमा चाहिँ मैले चढेकै थिएन। आज यसको सिरियस सबैभन्दा कलाइन्द नै दिपा लाग्यो हैन। आजको भ्रमण चाहिँ कस्तो लाग्यो? यस्तो बवाल कि यस्तो दामी। हामी आज मन्दिर पनि मैले पूजा गर्न पाएको थिएन, हजुरसँग गर्न पाएँ। आजको भ्रमणको बारेमा थोरै भन्दाखेरि सुरुमा जे जस्तो भए पनि यिनी गर्दाखेरि चाहिँ सबै ठिकै भयो। अनि साइकुमारी डिग्री मन्दिर र पर्यटक स्थल चारताल समग्रमा ठिकै भयो, राम्रै भयो। आजको भ्रमण चाहिँ पश्चिममा रहेको पर्यटक भ्रमण चाहिँ एकदमै रमणीय र अविस्मरणीय थियो। हाम्रा साथीहरूसँग केही वर्षपछि भेटघाट भएको थियो र यो समग्रमा भन्नुपर्दा आजको भ्रमण चाहिँ एकदमै राम्रो भयो। आजको सबैभन्दा राम्रो पक्ष चाहिँ के रह्यो? आजको सबैभन्दा राम्रो पक्ष चाहिँ हामी हुँदै गर्दाखेरि साथीहरूसँग धेरै वर्षपछि भेटघाट भयो, त्यही नै मेरो लागि राम्रो पक्ष थियो। आजको भ्रमण चाहिँ कस्तो रह्यो? हामी चाहिँ 2074 सालमा चाहिँ सँगै सिदिएका साथीहरू चाहिँ भेटियो, साथीहरूसँग भेट भयो, रमाइलो भयो, इन्जोय भयो, ट्रिप पनि अब ठिकै भयो भनौँ। त्यही होइन, हामी यहाँ के अरे उ गरेर पूजा गरे पनि रमाइलो गरे पनि आइसकेको फर्किसक्यो। आजको भ्रमण चाहिँ कस्तो लाग्यो? कस्तो भयो? राम्रो भयो। आजको भ्रमण चाहिँ समग्रमा एकदम राम्रो भयो। हामी पछि भेट भइरहेको पर्यटकीय प्रवर्धन गर्नको लागि हामीले केही गर्न पर्छ भन्ने आयोजना गरेका थियौँ। समग्रमा राम्रै रह्यो। जुन हामी चाहिँ धेरै पछि चाहिँ साथीहरू भेटिनु भयो, यसरी साथीहरूलाई भेट्दाखेरि चाहिँ कस्तो अनुभूति रह्यो, के छ प्रतिक्रिया? जस्तै पहिला 10 क्लासमा हामी जसरी त्यसको फिल भयो, पहिलाको कुराहरूको याद आयो। भ्रमण चाहिँ कस्तो रह्यो सर? राम्रो रह्यो। आजको भ्रमण चाहिँ कस्तो रह्यो? राम्रो।
आजको भ्रमणलाई लिएर म के भन्न चाहन्छु भनेपछि घुम्यौँ आयौँ अब यहाँ खाजा खाइरहेछौँ अब घर जान्छौँ त्यही हो आजको सम्झनालायक पल आजको सम्झनालायक पल अघि साथीले भने जस्तो त्यो गाडीको यस्तै यस्तै भयो अनि माथि पनि कुर्न पर्यो अनि त्यसपछि बाहिरको त्यो डिक्कीमा बसेर अनि जाँदाखेरि आजको भ्रमण कस्तो रह्यो तपाईँको विचार आजको भ्रमणलाई लिएर के भन्नुहुन्छ तपाईँको प्रतिक्रिया के छ राम्रो नै थियो तर के थियो भने समस्या चाहिँ गाडी सानो पर्यो हाम्रो साथीहरू पहिला अब भने जति साथी पुग्दैन जस्तो मानेर हाम्रो म्यानेजरले अब हाम्रो लिडरले चाहिँ अब मान्छे थोरै हुन्छ होला अब हामी थोरै साथी हुन्छौँ होला सोचेर सानो गाडी गराएर हामीलाई चाहिँ अलिकति गाह्रो भयो बाटोमा अब यस्तो अवस्थामा अब यात्रा गर्दाखेरि चाहिँ सिट अनुसार गर्नुपर्छ हामीले पनि अब बुझेर पनि नबुझे जस्तो पनि भयो कसले सोच्नु भएको थियो फेरि हामी यसरी भेटौँला भनेर सँगै पढेका साथीहरू हेलो नमस्कार सबैजनालाई स्वागत छ हामी आज 2074 सालमा एसई पढेका सँगै 9-10 मा पढेका सँगैका साथीहरू चाहिँ 8 वर्षपछि चाहिँ हामी भेटेका थियौँ र आज चाहिँ हामी भ्रमण गएका थियौँ जुन रुकुम जिल्लाको एकदमै प्रसिद्ध धार्मिक स्थल डिग्रे साईकुमारी मन्दिर र शेरपुतालमा घुमेका थियौँ यति धेरै साथीहरू चाहिँ भेट्न पाउँदा एकदमै मलाई खुसी लागिरहेको छ आजको भ्रमणको समग्र कस्तो रह्यो त 8 वर्षपछि चाहिँ भेट्दाखेरि कस्तो रह्यो त थोरै म प्रतिक्रिया लिन चाहन्छु तपाईँको परिचय नमस्ते मेरो नाम चाहिँ शोभा राणा एकदम दामी भयो आजको भ्रमण चाहिँ कस्तो लाग्यो यस्तो बवाल कि यस्तो दामी डिग्री मन्दिर पनि मैले पूजा गर्न पाएको थिएन हजुरसँग गर्न पाएँ हो एकदम राम्रो रह्यो नि त भ्रमण मेरो नाम दिलीप कार्की आजको भ्रमणको बारेमा थोरै विषय चाहिँ भन्दाखेरि सुरुमा जे जस्तो भए पनि गर्दाखेरि सबै ठिकै भयो अनि साईकुमारी डिग्री मन्दिर र पर्यटक स्थल शेरपुताल ठिकै भयो राम्रै भयो 8 वर्षपछि साथीहरूलाई भेट्दा चाहिँ कस्तो फिलिङ्स भयो के चाहिँ अनुभूति भयो 8 वर्षपछि साथीहरूलाई भेट्दाखेरि सँगै पढेको साथीहरूलाई देख्दाखेरि चाहिँ जे भयो नि पहिलाकै जस्तै झल्काउने यादहरूको सम्झना आयो अनि पुरानै के हुनु सब ठिकै भयो अनि आफ्नो चाहिँ के अरे त्यो पढिरहेको पल चाहिँ कतिको मिसिङ भयो सरहरूलाई कतिको मिस भइरहेको छ मिसिङ भइहाल्छ स्कुललाई मिसिङ भयो सरहरूलाई मिसिङ भयो त्यो पलहरूको मिसिङ भयो सबै समग्रमा गएर चाहिँ गइयो ठिकै हो समग्रमा प्रतिक्रियाको लागि धन्यवाद चाहिँ आज देखेपछि आजको भ्रमण चाहिँ पश्चिममा रहेको पर्यटकीय भ्रमण चाहिँ एकदमै रमणीय र अविस्मरणीय थियो हाम्रा साथीहरूसँग वर्षपछि भेटघाट भएको थियो र यो समग्रमा भन्नुपर्दा आजको भ्रमण चाहिँ एकदमै राम्रो भयो आजको सबैभन्दा राम्रो पक्ष चाहिँ के रह्यो आजको सबैभन्दा राम्रो पक्ष चाहिँ हामी हुँदै गर्दाखेरि साथीहरूसँग धेरै वर्षपछि भेटघाट भयो त्यही नै मेरो लागि राम्रो पक्ष थियो धन्यवाद नमस्कार मेरो नाम चाहिँ दिपा राणा हैन अब सोध्नु न मलाई आजको भ्रमण चाहिँ कस्तो रह्यो हामी चाहिँ 2074 सालमा चाहिँ सँगै सिदिएका साथीहरू चाहिँ भेटियो साथीहरूसँग भेट भयो रमाइलो भयो इन्जोय भयो ट्रिप पनि अब ठिकै भयो भनौँ त्यही होइन हामी यहाँ के अरे उ गरेर पूजासुजा गरेर पनि रमाइलो गरेर पनि आइसकेको फर्किसक्यो आजको सबैभन्दा राम्रो पक्ष चाहिँ के रह्यो आजको सबै त्यही पूजासुजा गऱ्यौँ भेट भयो फोटोसुटा क्लिक गऱ्यौँ रमाइलो भयो त्यही हो हस् थ्याङ्क यू धन्यवाद हस् धन्यवाद प्रतिक्रियालाई चाहिँ म बिरामी छु तपाईँको नाम नमस्ते मेरो आजको भ्रमण चाहिँ कस्तो लाग्यो कस्तो भयो राम्रो भयो आजको भ्रमण चाहिँ समग्रमा एकदम राम्रो भयो हामी धेरैपछि पर्यटकीय प्रवर्धन गर्नको लागि हामीले केही गर्न पर्छ भन्ने आयोजना गरेका थियौँ समग्रमा राम्रै रह्यो जुन हामी चाहिँ धेरै पछि चाहिँ साथीहरू भेटिनु भयो यसरी साथीहरूलाई भेट्दाखेरि चाहिँ कस्तो अनुभूति रह्यो के छ प्रतिक्रिया जस्तै पहिला 10 क्लासमा हामी जसरी त्यस्तो फिल भयो पहिलाको कुराहरूको याद आयो हामी जुन किसिमले चाहिँ आजको भ्रमण गऱ्यौँ के अरे हाम्रो पर्यटनलाई पनि हामीले एउटा प्रचार प्रसार गर्ने एउटा उद्देश्य लक्ष्य थियो हाम्रो त्यो कतिको चाहिँ प्रभावकारी रह्यो त्यसलाई चाहिँ हामीले कसरी चाहिँ प्रचार प्रसार गर्न सकौँला त्यही अनुसारको अब यहाँ यस्तो छ रुकुममा यसरी बाटोहरू गाडीहरू यस्तो छ भनेर हामीले पोस्ट गर्नेछौँ र त्यसै अनुसार
हाम्रो पर्यटन प्रबन्धनमा चाहिँ आजको सबैभन्दा राम्रो पक्ष के रह्यो आजको एकदमै राम्रो एकदम सम्झना लायक पल हामी चाहिँ अगाडि बनाएर चाहिँ पछाडि चढेर जाँदा चाहिँ एकदम रमाइलो फिल भयो हस् थ्याङ्क यू हेलो तपाईँको नाम चाहिँ भ्रमण चाहिँ कस्तो रह्यो भ्रमण चाहिँ कस्तो रह्यो सर राम्रो रह्यो तपाईँको नाम चाहिँ तपाईँको परिचय आजको भ्रमण चाहिँ कस्तो रह्यो राम्रो राम्रो पक्ष चाहिँ के रह्यो एकदमै रमाइलो भयो सबै हस् थ्याङ्क यू मेरो नाम कृष्ण पोखरेल यति हो आजको भ्रमणलाई लिएर के भन्नुहुन्छ आजको भ्रमणलाई लिएर म के भन्न चाहन्छु भनेपछि घुम्यौँ आयौँ अब यहाँ खाजा खाएर घर जान्छौँ त्यही हो आजको सम्झना लायक पल आजको सम्झना लायक पल अघि साथीले भने जस्तो त्यो गाडीको यस्तै भयो अनि माथि पनि कुद्न पर्यो अनि त्यसपछि बाहिरको त्यो डिक्कीमा बसेर अनि जाँदाखेरि धेरै पछि साथीहरूलाई सँगै पढेका साथीहरूलाई भेट्दाखेरि चाहिँ कस्तो चाहिँ अनुभूति भयो सँगै चाहिँ छुटेको धेरै पछि चाहिँ भेटेपछि धेरै पछि त होइन अब यस्तो कन्ट्याक्ट भइरहेको थियो अनि त्यही पनि अब यसरी के अरे बस्दाखेरि घुम्दाखेरि चाहिँ आजको भ्रमण कस्तो रह्यो तपाईँको विचार परिचय तपाईँको नाम चाहिँ बुझिएन आजको भ्रमण चाहिँ कस्तो रह्यो आजको भ्रमण त धेरै राम्रो थियो तर आफूसँग साथी थिएन त्यही नराम्रो लागेको थियो कुरा पनि मिलेन कसैसँग होइन अब ठुलो मान्छे अब उसको बहिनीको साथी थिए अनि दिदीहरूको दिदीको साथी तर मेरो साथी पनि कोही थिएनन् अनि फेरि गाडी पनि धेरै नराम्रो थियो गाडी धेरै पुरानो थियो अनि दिमाग खराब हुन आउँछ अनि बुमेट गर्ने यस्तो पनि भएको छ त्यही भएर बुमेट पनि धेरै आइरहेको थियो अनि टाउको पनि धेरै दुख्याउँछ अनि नराम्रो लागेको थियो आज मलाई तर मन्दिर जानु पाइयो अनि शेरबुदामा जानु पायो त्यही खुसी लाग्यो जीवनमा घुम्न चाहिँ कतिको आवश्यक रहेछ घुम्नु धेरै आवश्यक छ सकेमा पैसा भेज धेरै आवश्यक छ पैसा भेजको त्यो छैन घुम्नु कतिको उचित हो उचित त धेरै उचित हो किनकि घुमै धेरै नयाँ नयाँ ठाउँ देखिन्छ होइन नयाँ साथी भेटिन्छन् जस्तो हामी चाहिँ परिवारलाई आफ्नो चाहिँ बोयफ्रेन्डलाई गर्लफ्रेन्डलाई चाहिँ धेरै समय दिन्छौँ तर साथीलाई चाहिँ समय दिन चाहिँ कतिको महत्त्वपूर्ण कुरा रहेछ धेरै साथी चाहिँ कतिको महत्त्व रहेछ साथीको महत्त्व चाहिन्छ जति घर फ्यामिली चाहिन्छ उति साथी पनि चाहिन्छ राम्रो साथी रहेछ बेसी चाहिन्छ नराम्रो साथी रहेछ बेसी चाहिँदैन त्यो साथी ल साथीको लागि एउटा सन्देश साथीको लागि मेरो साथी जाने भने थियो साथी तर त्यो विवाह गर्छ कि बिजिया थिए त्यो विवाह गर्छु म चाहिँ जाऊँ भनेको थिएँ तर त्यो विवाह गऱ्यो भने त्यो अनमानेन फेरि विवाह गरेपछि फेरि चेन्ज हुन्छ नि हुँदैन नि त विवाह गरेपछि फेरि साथी त साथी हुन्छ नि होइन साथी भयो भने विवाह गरिसके त अब अझै पनि साथीले त मर्नु जसम्म सम्झिराख्नुपर्छ नि अनि बिचमा छोडेर नि साथीलाई त फेरि थ्याङ्क यू आजको भ्रमणलाई लिएर के भन्नुहुन्छ तपाईको प्रतिक्रिया के छ तर के थियो भने समस्या चाहिँ गाडी सानो पर्यो हाम्रो साथीहरू पहिला अब भने जति साथी पुग्दैन जस्तो मानेर हाम्रो म्यानेजरले अब हाम्रो लिडरले चाहिँ मान्छे थोरै हुन्छ होला अब हामी थोरै साथी हुन्छौँ होला सोचेर सानो गाडी गराएर हामीलाई चाहिँ अलिकति गाह्रो भयो बाटोमा अब यस्तो अवस्थामा अब यात्रा गर्दाखेरि चाहिँ सिट अनुसार गर्नुपर्छ हामीले पनि अब बुझेर पनि नबुझे जस्तो पनि भयो कसले सोच्नु भएको थियो फेरि हामी यसरी भेटौँला भनेर सँगै पढेका साथीहरू त्यस्तो त सोचेको थिएन तर भेट्न पाउँदा खुसी लाग्यो हो आजको यात्रा एकदमै सम्झना लायक एकदमै राम्रो पक्ष एकदम सम्झना लायक र पहिले आज साथीहरू सबै साथीहरूलाई त भेट्न पाइएन थोरै साथीहरूलाई भेट्दा पनि पहिलेकै क्लासकै फिल आयो जति जुन क्लासमा पढिरहेको थिएँ मैले चाहिँ क्लासमै छु होला जस्तो लागिरहेको लाग्यो र सबै साथीहरूलाई पनि सम्झिरहेछौँ अहिले जहाँ जसरी हुनुहुन्छ साथीहरू सबैलाई सम्झेका छौँ हामीले सबैले मिस गरेका छौँ तपाईँहरूलाई स्कुलको डेस्क बेन्च अनि ब्यागदेखि अनि टिचरहरूलाई कतिको मिस गर्नुहुन्छ अनि टिचरहरूलाई चाहिँ के सन्देश दिन चाहनुहुन्छ सबैलाई सम्झेका छौँ र तपाईँहरूसँग पनि यसरी नै भेट्न पाइदिएको भए धेरै खुसी हुन्थ्यौँ भनेर आत्मैदेखि सम्झिरहेको छौँ तपाईँहरूलाई
ओके हस् थ्याङ्क यू धन्यवाद। ओके अब सबैभन्दा लास्टमा चाहिँ दिपारालाई एकदम धेरै धेरै धन्यवाद यो योजनाकार आजको चाहिँ सो मच एभ्रीवन हैन मेरो क्लासको अरूलाई पनि म एकदम मिस गरिरहेको छु हैन टिचरहरूलाई पनि एकदम मिस गरिरहेको छु प्लिज अर्को ट्रिपमा सरहरूलाई पनि भन्दैछौँ जिन्दगीमा चाहिँ जिन्दगीमा यात्रा गर्नु कतिको रही उचित हो यात्रा गर्ने ठिक कि बेठिक एकदम रमाइलो घुम्न कतिको चाहिँ उचित एकदम धेरै किनकि मतलब होइन कस्तो हुन्छ भन्दाखेरि अब घुम्नुपर्छ कुनै त्यो नयाँ नयाँ ठाउँहरू हेर्नुपर्छ होइन जिन्दगीमा दुःख सुख भन्ने कुरा यस्तै छ होइन अब साथीभाइ हुँदाखेरि चाहिँ रमाइलो गर्नुपर्छ टाइम मिल्यो भनेपछि है टाइम मिल्यो भनेपछि चाहिँ गर्नुपर्छ सकेसम्म रमाइलो चाहिँ गर्नुपर्छ घुम्नुपर्छ यात्रामा साथी जिन्दगीमा यात्रामा चाहिँ साथीको चाहिँ कतिको महत्त्वपूर्ण हुँदो रहेछ एकदम धेरै हो एकदम धेरै साथीहरू खास चाहिँ तर चाहिँ कमीको चाहिँ महसुस हुन्छ कि नभएको बेला चाहिँ भइदिए जस्तो हुन्छ कि त्यही माया लाग्छ सँगै परेको साथीहरूसँग माया चाहिँ लाग्छ याद चाहिँ आउँछ साथीको लागि सन्देश आई मिस यु सो मच माई अल फ्रेन्ड्स होइन लभ यु सो मच होइन मतलब ह्याप्पी तिहार ढिलै भए पनि आज बासी तिहार हो नि त त्यसको लागि केही भएन त्यही हो हामीसँग बस्नु होला बाई बाई टेक केयर हस् गाइस सबैलाई धेरै धेरै धन्यवाद अनि आज चाहिँ हामी एकदमै घुम्यौँ हाम्रो प्रतिक्रिया सबैले चाहिँ सुनिराख्नु भएको छ सुनिहाल्नुभयो हस् थ्याङ्क यू सो मच सबैजनालाई चाहिँ धेरै मिस भइरहेको छ र धेरै माया छ सबैजनालाई देश विदेशमा साथी हुनुहुन्छ भैरवी साथी होइन आई मिस यु सो मच आई लभ यु सो मच रोशनलाई थ्याङ्क यू सो मच होइन तिमीले मतलब अब उ गर्यो हाम्रो लागि चाहिँ तिमी टाढो भए पनि तिमीलाई ह्याप्पी तिहार थ्याङ्क यू सो मच हामीसँग बस टेक केयर आफ्नो ख्याल गर बाई बाई ओके हामीले चाहिँ रोशनलाई पनि धेरै सम्झेका छौँ देश विदेशमा रहेका हामीलाई सँगै पढेका साथीहरूलाई पनि एकदम धेरै मिस भइरहेको छ हाम्रा गुरुहरूलाई चाहिँ एकदम धेरै मिस भइरहेको छ मैले योभन्दा अगाडि चाहिँ गुरुहरूसँग पनि सँगै चाहिँ यात्रा गरेको थिएँ एकदम धेरै यात्रा गरेको थिएँ सर चाहिँ एउटै त्यो आन्दोलनको दौडानमा हुँदा मैले भेटेको थिएँ एकदम सबैलाई धेरै मिस भइरहेको छ सबैलाई लभ यु सो मच